निरवजी नमस्ते। आजको खेल समग्रमा भन्नुपर्दा कस्तो लाग्यो हजुरलाई? आज राम्रै भयो। जस अब बागमती प्रदेशबाट चाहिँ तपाईँलाई कस्तो लागिरहेको थियो? कस्तो प्लेयरहरू आउलान् जस्तो आशा गर्नु? बागमतीको पहिलेको पुरानो सिट भनेर राम्रै थियो। अब अहिले हामीलाई पनि थाहा भएन किनकि अब कुन आउँछ नआउने भन्ने कुरो भएन। अब ग्राउन्डमा आउँदाखेरि अब हेर्दा राम्रै जस्तो लाग्यो। टिम हो, हामीले राम्ररी खेल्दा अब त्यही हो। एकदमै धेरै प्रेसरमा पनि देखिनुहुन्छ हाम्रो कोच होइन? धेरै तपाईँ पनि एउटा हाँसी उहाँलाई चाहिँ सम्हालिरहनु भएको थियो। कतिको सहज हुन्छ त्यो चाहिँ? यस्तो हो हजुर, अब कोचलाई प्रेसर त भइ नै हाल्छ किनकि अब टिमभित्र खेल्दैछ, पोइन्ट लिड हुन्छ, अब गेम बराबरी हुँदा हुँदै हारजितको हुन्छ। गेम भने हारजित हो, अब प्रेसर त भइहाल्छ। अब भित्र अलिक दाइहरूलाई एक्सप्रेस दिँदाखेरि अलिक उयो हुन्छ। कोही नयाँ भाइहरूलाई पनि नयाँ अनुहारलाई पनि देख्न पायौँ हामीले। यहाँ अहिले एउटा हेमन भाइ अहिले नयाँ डेब्यु गर्दैछ हाम्रो, किनकि नयाँ भाइ हो खुसीको ओपन, ऊ हाम्रै सेन्टरमा अहिले आइरहने भाइ हो। अनि त्यो भएर हामीले उसको हाइट हेरेर यहाँ डेब्यु गर्न लिएर आएको। अब अर्को गेमदेखि यहाँ खेल्छ। धेरै कोशी प्रदेश पछिल्लो चरण एकदमै राम्रो कमब्याक गरिरहेको छ र एकदमै राम्रो यो खेल प्रदर्शनी गरिरहेको छ र यसको श्रेय चाहिँ कसलाई दिनुहुन्छ हजुरले? म यसको श्रेय खेमगुटलाई दिन चाहन्छु। हजुर, अनि हजुरहरूलाई चाहिँ अफर आएको छ कि छैन? यति राम्रो प्रदर्शन गर्नुहुन्छ विभागीय टोलीबाट चाहिँ अफर आएको छ कि छैन हजुरहरूलाई? आउन त आएको छ। आउनु त आएको छ। यस्तो हो, अब म अलिक पछि हो भन्दा नि भनौँ न, अब 1-2 वर्ष अब यहीँ खेल्ने पर्दैछ। हजुर, अनि उता जाने हो विभागतिर जाने। हजुर, अहिले चाहिँ कति वर्ष हुनुभयो हजुर? म यहाँ प्रदेश खेल्या हजुर 4-5 वर्ष भइसक्यो। हजुर, अनि हजुरलाई चाहिँ अब निरु बस्नेत भनेर माया गर्नुहुने आम दर्शक महानुभावहरूलाई के भन्न चाहनुहुन्छ? म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यतिको माया र यतिको सपोर्ट गरिरहनु होला, किनकि कोशी प्रदेशलाई पनि गरिरहनु होला। म मात्र मान्छे हो यहाँ, कोशी प्रदेशको म मात्र होइन, अरू पनि छन् प्लेयरहरू। सबैलाई माया सपोर्ट गरिदिनु होला। ल धेरै धेरै धन्यवाद समयको लागि। Thank you. ओके।